ल आज चाहिँ हामी घुम्न जान लाग्यो होइन हाम्रो डेस्टिनेसन भनेको चाहिँ मार्फाको एकदम फेमस प्लेस स्टेज फ्री डाँडा अनि यो चाहिँ मेरो साथीहरू विश्वास र उसको पोखराबाट आएको साथी हामी तीनजना जान लाग्यो यसो रमाइलो गर्न। अब तिमी कहिले जान्छौ दोस्त? म अब 3-4 दिनपछि ल 3-4 दिनपछि जान्छ 3-4 दिन घुमाइदिउँ ल। म टुरिस्ट तिमीहरु गाइड ल ऊ टुरिस्ट हो होइन एउटा टुरिस्टलाई घुमाउन 2टा गाइड आएको छौँ हामी होइन 2जना। हाम्रो जर्नी हेर्नुहुन्छ अब एकछिनमा होइन। ल हामी चाहिँ यहाँ यस्तो गाउँभित्रबाट चलिरहेको होइन। यो चाहिँ हाम्रो गाउँको मेन रोड हो। यो चाहिँ ट्राभलिङको लागि एकदम बवाल हुन्छ। मुस्ताङ पनि अझ मार्फा बवाल। अहिले सिजन पनि छैन यति धेरै मान्छेहरू होइन घुम्ने चाहिँ होइन त्यति धेरै पनि नहुन नि तर सिजन नहुँदा नि यति धेरै मान्छेहरू छ। सिजन हुँदा हिँड्ने बाटो पाउँदैन होइन। यो चाहिँ उसको युट्युब च्यानल हो होइन सब्सक्राइब गरिदिनु। आज ऊ अलिक थरिक छ अरे त्यही भएर म भ्लगिङमा उत्रेको होइन। यो चाहिँ हाम्रो गाउँको एकदम सिनरी रमाइलो माहौल छ मान्छेहरू लाइटिङ देखेको बाटो यो चाहिँ हाम्रो एउटा गरिब साथी होइन अलि देख्दैन तर त्यहाँ छ गरिब साथी। हामी यो कबड्डी गल्ली भन्ने ठाउँबाट चाहिँ हामी जान्छ त्यो गरिब जस्तो देख्दैन भन्नु खोजेको कि ल। अब चाहिँ अलि अँधेरो आयो होला यहाँ अलिकति लाइटिङको कमी हो ल। अब चाहिँ हामी कबड्डी गल्लीबाट भित्र आइसक्यौँ। अब चाहिँ हामी जान्छौँ स्टेज फ्री डाँडा 3जना गएर एकछिन रमाइलो पनि गर्छौँ होला। मजा आउँछ गल्ली अँधेरो एकदम। स्टेज फ्री डाँडामा स्टेज फ्री गर्न जान्ला हामी होइन केटा। मलाई अलिकति देखेको छैन होला अलिक बढी नै अँधेरो हो होइन। अनि यो चाहिँ मेरो साथीको युट्युब च्यानल हो अलिकति ग्रो हुँदै सुस्तरी अनि उसको डिभाइस राम्रो नभएर यहाँबाट भ्लग त्यति राम्रो आएन आजभोलि। अनि अहिले उसले नयाँ फोन किनेर सकेसम्म ठिकठाकको क्वालिटीमा भिडियो अपलोड गर्ने भनेर आइफोन किनेर किन त आइफोनको क्यामेरा अलि राम्रो छैन सेकेन्ड ह्यान्डको दिन ठिक छ सपोर्ट रहिरह्यो भने ब्रान्ड निकाल्नु सब्सक्राइब गरिदिनु त्यही हो। अनि हाम्रो यो गाउँको चाहिँ 2टा विशेषता छ यसलाई। त्यो स्टेज फ्री डाँडाबाट हेऱ्यो नि यहाँ 2टा चिज देखिन्छ। एउटा धनुषको आकारको देखिन्छ यो गाउँ हाम्रो पुरा। तर अहिले यो डेभलपमेन्ट हुँदै जाँदाखेरि चाहिँ सबै नयाँ घरहरू थपेर नयाँ भवनहरू देख्न सक्नुहुन्छ। नत्र पहिला यो पुरानो त्यति बाटोहरू नपुगेको डेभलपमेन्ट त्यति नभएको बेलामा चाहिँ यसलाई यो बाटो नै थिएन त्यति बेला। हामी यो बाटोबाट हिँड्थ्यौँ वनमा जाने बेलामा त्यति राम्रो थिएन। अनि त्यहाँ माथिबाट हेर्दाखेरि यहाँ यो भिलेजको जस्तो यो बाटोको एरिया र त्यो मेन रोडको एरिया हेऱ्यो भने धनुषको सेपमा देखिन्छ। तर उता माथिको घरहरू सबैलाई एकैचोटि लस्कारी लिएर जोडेर उस गऱ्यो भने चाहिँ यो हाम्रो भिलेज चाहिँ याकको टाउको सेपमा देखिन्छ क्या। यो चाहिँ हाम्रो भिलेजको विशेषता हो। अहिले डेभलपमेन्टको कारण त्यो सेप सुस्तो हराइरहेको छ तर त्यति डेभलपमेन्ट नभएको भएर अनि यो लाइटिङहरूको इफेक्टले अहिले नि त्यो देख्न सकिन्छ भ्यू। मान्छेहरू यहाँसम्म नि घुम्न आउँछन् हाम्रो अगाडि घुम्ने मान्छेहरू छैन। अब हामी 3जना चाहिँ 3जना भन्दा नि म र मेरो साथी चाहिँ हिँडेको हो त्यो राम्रो त्यति केही भएन। अनि हाम्रो साथी पोखराबाट आएको उसलाई घुम्न लाग्यो हामी। अब चढ्दै तपाईँ लाग्छ त्यहाँबाट सकेसम्म यो फोनमा क्याप्चर भएको गीत देखाइदिन्छौँ हामी हजुरलाई। त्यो यो भ्लगमा लास्टसम्म टिकिरहनुहोस्। यहाँको अलि डेभलपमेन्ट भित्र पऱ्यो यहाँको लाइटहरू फुट्ने चोरी हुने जस्तो प्रक्रियाहरू चलिरह यस्तो खालि लाइट होइन छुट्टै लाइट लगाएर चाहिँ यहाँ चाहिँ यसलाई मेन एट्र्याक्सन बनाउनु खोजिरहेको छ। अनि उता खै के बनिरहेको मन्दिर हो कि त्यसै कि समथिङ के बनिरह। अनि त्यसको त्यो हिँड्ने ठाउँको सेप चाहिँ एप्पलको सेपमा छ क्या। त्यसलाई अब अहिले रातिमा अलिक कभर गर्न मिल्न बिहानमा यदि हामी अर्को पालि भ्लगिङमा हिँड्यौँ भने त्यहाँ बिहानमा आएर हजुरलाई त्यो भ्यू पनि देखाउनेछौँ। थाकिँदो रहेछ पहिला त वनमा जान्थ्यो त्यति अडा हुन्थेन। अहिले त
यति चढ्दा नि थकै लाग्छ यार। अनि हाम्रो यो गाउँलाई चाहिँ एप्पल प्रोडक्सनको लागि नि फेमस छ। हाम्रो यो गाउँ चाहिँ एप्पल प्रोडक्सनको लागि चाहिँ एकदम फेमस। त्यसको सिजन चलेको छैन। अब हजुरले यासोगुम्बाको प्रकारमा धेरै प्रकारहरू देख्न सक्नुहुन्छ होइन। अनि हाम्रो यहाँ मुस्ताङको पनि धेरै जस्तो ठाउँमा धेरै जस्तो सबै ठाउँमा आउँछ लगभग सबै ठाउँमा त्यति। तर हामीले यहाँ हाम्रो बाबाहरू अनि अरू मान्छेहरू चाहिँ त्यो यासोगुम्बा टिप्न जान्छन् होइन, जान्छन्। म पनि गएको छु एकचोटि ट्राई गर्नलाई 2 विकसम्म बस्यो यासोगुम्बा टिप्दै। तर यासोगुम्बा खोज्न नि गाह्रै छ। तर त्यो हिसाबले अलिकति भ्याल्यु पाउँदैन जस्तो लाग्छ क्या मलाई मार्फाको चाहिँ। किन भन्दा चाहिँ मार्फाको यासोगुम्बा मैले अहिलेसम्म मान्छेहरू चाहिँ अलिकति बढी खुस हुन्छन् कि मतलब कि त्यति तिनीहरूले कमन थाहा हुँदैन कि कस्तो यासोगुम्बा राम्रो हुन्छ कस्तो यासोगुम्बा राम्रो हुँदैन भनेर। यासोगुम्बाको पनि धेरै प्रकार हुन्छ। अनि अब यो ठाउँअनुसार पनि यासोगुम्बाको प्रकार चेन्ज भइरहेको छ होइन। अनि त्यही हिसाबले नि यासोगुम्बाको पनि थुप्रै प्रकारहरू हुन्छ। अब हामी यस्तो देखिन सक्दैनौँ भने हाम्रो केटाहरू यहाँ रहेछन् फोन गरेको छ कुन चाहिँ तुरुले गरेर थाहा छैन। ल त्यो भ्लगमा लगाउने नि हो हिसाब मुद्दामा क्या बुझ्नु एकछिन यस्तो रमाइलो अब मेरो साथीको गिटार चाहिँ उसको साथीले लिएर गएको थियो। अब मेरो पनि साथी भनौँ उसले लिएर गएको थियो। अनि त्यही भएर हामी 2-3 दिन भयो यस्तो गिटारहरू लिएर डुल्न गयो होइन। अनि हाम्रो गिटारी साथी चाहिँ हाम्रो उसको चाहिँ युट्युब च्यानल हो खासमा होइन। अनि आज चाहिँ उसलाई यसो भ्लगिङको मुड नभएर साथीहरूलाई पनि भनेर भ्लगिङ गर्न दिएको थियो होइन। अनि त्यसैले म भ्लगिङ गरिरहेको छु होइन। मेरो भ्लगिङलाई चाहिँ रेट गर्नुहोस् होइन कस्तो लाग्छ चाहिँ यस्तो रमाइलो गर्न लागेको छौँ होइन। सुरुमा चाहिँ देशको ठिकठाकको उस पनि आउँछ सिङ्गिङ पनि आउँछ होइन। अनि त्यसैले हामी यस्तो सिङ्गिङ पनि गर्छौँ एकछिन रमाइलो केटाहरू होइन। सबै दिनहरू काँधमा बिसायो कि धेरै आउँदा तिमीलाई गालेर निदायो कि बिहान आँखा खोलेर तिमीलाई नै फेर पायो कि उसका ओठकै अगाडि बिदारै सजाउन
नेक्स्ट गीतमा हामी हाल्छौँ न ल नेक्स्टमा एउटा अलिक गीत रोज न एउटा प्रतीक्षा याम थापाको साउन्ड फिर फिर यी त तँलाई लाग्छ मलाई त्यो आउँदैन भनेर हावालाई सुधिएर यो आकाशलाई पनि थाहा छ बितेको माया तर रात सधैँ छ नि सपनीमा आइरहनु है माया सताइरहनु मलाई याद गरिरहनु है माया मलाई म भए या नभए नि तिम्रो अङ्गालोको न्यानो स्पर्श कसरी बयान गरौँ मनमा उथल पुथल भएका भावनाका छहरू मन चाहन्छ तिम्रै आकृति सधैँ हेरिरहन पाऊ छोडी संसारका रीति तिम्रै अङ्गालोमा आऊ फिरे घुमाउला सन्नानी तिम्रै यादमा जुन तारा पनि खसाइदिउला तिम्रै नाममा मायाको युजै ननिभौ मलाई बोलिरहन देऊ याद गरिराख है माया मलाई म भए या नभए नि चाहे आकाशलाई सोध चाहे बादललाई पनि यो चम्किरहने तारा चन्द्रमा नि साक्षी छ नि तिम्रै प्रेमको सङ्गीतमा यो गीत गाइरहेछु मनभरि तिम्रै यादै फिरे फिरे घुमाइरहेछु फिरे घुमाउला सन्नानी हामी चाहिँ एकछिन रमाइलो नि गऱ्यौँ होइन गीत त आउँथेन त्यही नि हामी यसो दुईजनाले गीत पनि हान्थ्यौँ होइन उसलाई गिटार आउँथ्यो उसले गिटार हान्थ्यो मैले गीत हान्थेँ होइन जे पाइ त्यही होइन अब धेरै नभए नि 1 वर्ष भएन गीतहरू यस्तो नसुनेको नि किनकि 1 वर्ष सिध्याएको थिएँ अब भोलि त रिजल्ट पनि आउँछ भोलि रिजल्ट आउँछ हालत आज यस्तो होइन अब रिजल्ट कतिले आयो भने अब ठिकै छ कतिले आयो भने नि ठिकै छ हामी भनेको त्यो मिडियममा हो क्या होइन मिडियममा हो अनि धेरै होइन कहिलेकाहीँ 30 लियो भने त्यही 67 68 आउँथ्यो झुकेर हो या अब हेरौँ भोलि रिजल्ट कस्तो आउँछ दोस्त होइन दोस्त यार उहाँ होस्टेलमा मेरो साइन्समा 68 अनि के अरे म्याथमा 67 आएको दोस्त ए होइन 66 आएको खासमा 68 आएको थियो होइन अनि मैले गर्लफ्रेन्डलाई दिएको थिएँ कि अनि के त्यही कुरा जोडिदियो गर्लफ्रेन्डलाई चेक गर्न दिएको थियो उसले नम्बर काट्दिएर नत्र मेरो कति आएको थियो 68 त आएको थियो अनि त्यो काट्दा कतिसम्म पुऱ्याएको थियो नि 58सम्म पुऱ्याइदिएको थियो उसले कसलाई ए के भन्नु खोजेको
अनि अब ठिकै छ यसी दिएको सबैजनालाई अब जहाँसम्म अघिको भिडियो लाइभमा के अरे राष्ट्रिय परीक्षा बोर्डको लाइभ गरिरहेको थियो एकजना कसले बाहिरबाट त्यसमा चाहिँ 80जना पास भयो भन्थे अब 80% के 80जना अरे 80% पास भयो अरे नेपालभरिबाट 80%सम्मको पास गर्ने चाहिँ विचार गरे हो भने होइन अनि अब ठिकै छ अब पास हुनेलाई ठिकै छ फेल हुनेलाई इक्जामको तयारी राम्रोसँग गर त्यही पास हुनुपर्छ सकेसम्म अब म चाहिँ अहिले भनेर के फाइदा छैन पढ भन्ने बेलामा पढेन होइन गाइज अनि तिमी कतिमा हो रे दोस्त उही सेट यार हामीले चाहिँ के फेरि यो अलिकति यो क्यामेरा अलिकति क्वालिटी राम्रो नभएर चाहिँ त्यो याकको टाउको सेप जस्तो र धनुषको सेप जस्तो देखिन्छ भन्थ्यौँ नि त्यो चाहिँ अलिक कभर गर्न भ्याएनौँ अब हामी एक दिन बिहानमा नि आउँछौँ भ्लगिङ गर्न होइन त्यति बेला चाहिँ हजुरलाई सबै त्यता माथिको त्यो एप्पल बनाएको त्यो उस पनि देखाइदिन्छौँ होइन सबै देखाइदिन्छौँ नाइ यार वनमा त मबाट हुनेवाला छैन यार म त सुत्ने भोलि त ए ल कुन के लिएर जान्छ यसपालि चामलको बोरा ल अब चाहिँ हामी फाइनली के अरे फर्किन लाग्यो होइन अनि यो चाहिँ मेरो के भन्छ यसी सकेपछिको हेयर कट मैले पालेको होइन हेयर अब पहिलाको त केही कुरा गर्ने स्कुल पढ्ने बेला त ताक्लै थिएँ होइन अहिले चाहिँ कपाल यसो पाल्यो अलिअलि ठिकठाक होइन केटीहरू पट्टिन्छ कि भनेको गर्लफ्रेन्ड छ नत्र पट्टाउँदै हिँड्नुहुन्थ्यो ओ यो लाइन चाहिँ काटे दाता सेतै हो क्या अँधेर उठाल्ने अब हामी फाइनली कबड्डी गल्लीबाट बाहिर निक्लिन लाग्छौँ होइन कुरा काट्छस् पछाडि मा क्याप्चर हुन्छ नि फेरि यहाँ पाले पाला होइन हाम्रो यहाँतिर धेरै गरिब बच्चाहरू पनि छ जस्तो कि ऊ त्यहाँ देखाउनु त के देखाउनु त हुन्थ्यो पछि कुट्नु आउँछ नत्र गरिब बच्चाहरू देखाइदिन्थ्यौँ होइन हाम्रो केटाहरू हामी तिनजना गएको थियौँ रमाइलो भयो होइन एकछिन भयो नि अब घर जाने अनि गेम खेल्ने हो मजा आउँछ गेम खेल्न बेलुका आउन त दुईजना गेममा ओके बेलुका गेम खेल्ने मजा बिआर पुस हान्दिउँ के अरे ब्रोक्सीले लाइभ गर्छ हो त्यति बेला त्योसँग म्याच मेकिङ गरौँ ल सिजनको बेलामा सिजन नभएको बेलामा भिड छैन हाम्रो होइन त ठिकै छ आम्दानी भइरहेको छ होइन ट्याक्क लाएर च्याप्प लाएर कमाएकै छन् कमाउनेहरूले हामी अब गरिबहरू